यो चोरी गरेर ल्याएको माल हो। उसँग डराइ हाल्छु म जस्तो लाग्यो के। 120 रुपैयाँ किलो गौरीगञ्जमा ओके। गौरीगञ्जमा फलेको छ 120 रुपैयाँ। आज दशमीको अन्तिम बजार हो नि त हैन? अन्तिम बजार लास्ट हामी खुसी छु इन्जॉय गर्छु। इन्जॉय गर्नुहुन्छ। राम्रो छ बजार है? कसरी गोटा सेलरोटी? 10 रुपैयाँ। 10 रुपैयाँ गोटा? हजुर। दमको पार्कै इलामको। लसुन कसरी छ लसुन? 100 रुपैयाँ किलो। 100 रुपैयाँ किलो आयो नि लसुन। कसरी हो अदुवा चाहिँ? हजुर 120 रुपैयाँ किलो है? दुर्गा मन्दिर एकदम सही सजाउ गरेर राखिएको छ, देख्न सक्नुहुन्छ। तपाईको चाहिँ बजार कस्तो छ आज? एकदम गुड। राम्रो छ? कस्तो छ आजको बजार? एकदम राम्रो छ है? एकदम। यो 60 रुपैयाँ पावा, 120 रुपैयाँ। त्यो 50 रुपैयाँ पावा है? जता बाटो घुमेको छ त्यतै बजार छ। बजारको एरिया सानो, बजार लाग्ने ठुलो। टमाटरको 10 रुपैयाँ, टमाटरको 10 रुपैयाँ, यो दुधेको 10 रुपैयाँ, यो लेटाङको, यो त लेटाङको। हजुर। यतापट्टि यसरी यो फ्रेस यी पकाएर है? 10 को 3टा। निम्की कसरी निम्की? 100 रुपैयाँ पा। अनि यो माछा बेच्न पाइन्छ त नि? यो पनि 200? मात्र 200। अनि यो? त्यो पनि 200 टाका किलो। सबै 200 है? दसैँको अफर हो कि क्या हो? दसैँको अफर। कि सबै 200 है? यताको सबै 200। यसरी यो जिउँदो माछाहरू गौरीगञ्ज बजारमा। यो चाहिँ कसरी? हजुर 250 रुपैयाँ पावा 1000 रुपैयाँ किलो। साथै देख्न सक्नुहुन्छ 1000 रुपैयाँ किलोको यो सिङ। कसरी कङ्कटा? 50 रुपैयाँ पो। 200 रुपैयाँ किलो। लु खेत दुलो पार त अब होइन? यो बजार हिँड्दै गलिन्छ होइन? यस्तै हुनुपर्छ दसैँ तिहार। यो भिडियोमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नु होला। Attention please ladies and gentlemen, welcome to my YouTube channel Sianto Daily Vlogs. हेलो फ्रेन्ड्स, वेलकम टु माई युट्युब च्यानल सेन्टर डेली ब्लग्स। आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ। साथीहरू म पनि सन्चै छु। साथीहरू पछाडि देख्न सक्नुहुन्छ यो चाहिँ विराटनगरतिरबाट आउने हुलाकी राजमार्ग हो भने यतापट्टि कदमगाछीतिर जाने इन्डिया, यहाँबाट लगभग 7 किलोमिटर इन्डिया पर्छ। त्यस्तै यतापट्टि चाहिँ यो झापा मोड जाने बाटो हो। ठ्याक्कै यसको उत्तरपट्टि यतापट्टि भनेको यहाँबाट सिधा हामी उता लाग्यौँ भने 20 किलोमिटर उत्तर लाग्दा टाढा दुई पुग्न सक्छौँ। साथीहरू सदा चाहिँ न्यू ब्लग लिएर आज पनि म उपस्थित भइसकेको छु यो गौरीगञ्ज बजारबाट। तपाईँलाई गौरीगञ्ज बजारको म विस्तृत भिडियो देखाउने छु। कृपया भिडियो मसँग एउटा भिडियो मन परेमा एक लाइक सेयर र कमेन्ट अवश्य गर्नु होला। भिडियोमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नु होला। लेट्स सी साथीहरू गौरीगञ्ज बजार। साथीहरू अब चाहिँ म ठ्याक्कै गौरीगञ्ज बजार प्रवेश गर्दैछु। देख्न सक्नुहुन्छ यो गौरीगञ्ज बजार हो। आज महानवमी र दसैँको चाहिँ अन्तिम बजार यो गौरीगञ्ज बजार। देख्न सक्नुहुन्छ यसरी दुर्गा पूजा गर्नको लागि यहाँ पूजा भण्डारमा चाहिँ झकिझकाउसँगले चाहिँ यो सलहरू पूजाका आइटमहरू टन्न राख्नु भएको छ यो गौरीगञ्ज बजारमा भने। यतापट्टि जुत्ता चप्पलहरू छन्। होइन के भयो किन कुटाकुट के को झगडा हो? साथै देख्न सक्नुहुन्छ यो गौरीगञ्ज बजारमा चाहिँ व्यापारी बिचको एकदम लफडा भइरहेको चोरी गरेर ल्याएको माल हो। उसँग डराइ हाल्छु म जस्तो लाग्यो के। तपाईसँग चाहिँ टुकुटिहाल्छु म। हजुर खानेर यो कागती म बेच्दै थिएँ भिडमा। एकजना अनि एकजनालाई दिनु कि यत्रो दोकानी म हेर्नु एक्लैले। म नबेच्ने नि त छानेर नबेच्ने। तपाईँले चाहिँ के साथीहरू सामान्य कुरो रहेछ। कुरो के हो भने व्यापारीले भन्ने म छानेर बेच्दिनँ, किन्नेले छानेर चाहिन्छ भन्ने। त्यसैको चाहिँ विवाद लिएर यहाँनिर विवाद भइरहेको छ। साउने कसरी छ स्याउ? 120 रुपैयाँ किलो गौरीगञ्जमा ओके। कुन स्याउ 120? हाम्रो नेपाल गौरीगञ्जमा फलेको छ 120 रुपैयाँ। यी फलेको स्याउ यो लोकल गौरीगञ्जमै फलेको है? रुपैयाँ किलो। फलाउनु भयो हो। सबभन्दा सस्तो आऊ है। दसैँको स्याउ सस्तो यही छ। 120 रुपैयाँ किलो है? 120 रुपैयाँ किलो। तपाईँको कस्तो छ आज व्यापार? ठिक छ। व्यापार राम्रो छ? भनेको स्याउ जस्तै छ। आज दसैँको अन्तिम बजार हो नि त होइन? कस्तो भयो होला? उता झगडा त चलिरहेको छ। आज दसैँको अन्तिम बजार हो नि त होइन? बजार लास्ट हामी खुसी छु इन्जॉय गर्छु। इन्जोय गर्नुहुन्छ। राम्रो छ बजार है? एकदम ठिक छ। साथै देख्न सक्नुहुन्छ एकदम
साउजी यहाँ ब्रेड साउजी खुसी हुनुहुन्छ आज दसैँको अन्तिम बजार भनेर। अब यहाँबाट बजार प्रवेश भयो सब्जी लाइन कतापट्टि छ म त्यो पनि देखाउने छु तपाईँहरूलाई सोधेर। साथी यतापट्टि सेल रोटी छ। कसरी गोटा सेल रोटी? 10 रुपैयाँ। 10 रुपियाँ गोटा? हजुर 10 रुपियाँ गोटा सेल रोटी है। कतिवटा बेच्नुहुन्छ तपाईँ आज बजारमा? 100 पिस 100वटा जान्छ होइन? तपाईँको चाहिँ केरा रहेछ। कसरी यो केरा? 100 रुपैयाँ दादा। 100 रुपियाँ। काँचो पनि 100? होइन 60 रुपैयाँ। काँचो 60 यो चाहिँ 100? काँचो 60 पाएको छ है। तपाईँको पनि त्यही हो नि? यता चाहिँ स्याउ कसरी छ? स्याउ 150 रुपैयाँ हो। यो 150 अनि त्यो चाहिँ 250। त्यो 250। यो चाहिँ सस्तो त्यो महँगो? यता पनि सेल रोटी पाक्दैछ यहाँ देख्न सक्नुहुन्छ। कसरी गोटा सेल रोटी? 10 रुपियाँ गोटा। रोटी मात्रै हो नि सब्जी छैन नि? सब्जी अचार छैन रोटी मात्रै। सत्र अब यहाँबाट सब्जी बजार सुरु भयो। सब्जी इस्कुस कसरी? इस्कुस यो 50 रुपियाँ किलो। 50 रुपियाँ किलो। अनि मुला? मुला 50 रुपियाँ किलो। 50 रुपियाँ किलो। यो त पाहाडको होला मुला फुलकोपी। कहाँको यो? कुन ठाउँको? पाहाडकै हो। सिद्धुवा? इलामको यहाँ आयो नि। अनि यो रातो यो लट्टे? रातो लट्टे यो गाउँले हो। कसरी पावा यो चाहिँ? 40 रुपियाँ केजी। 40 रुपियाँ पावा नि। 80 भयो। साथीहरू अब यहाँबाट सब्जी बजार सब्जी बजार सुरु भयो। यो गौरीगञ्जको हो। देख्न सक्नुहुन्छ दसैँको चाहिँ यसपालि 2082 सालको दसैँको अन्तिम बजार निकै नै भिडभाड छ। यो साइडमा चाहिँ कपडा आइटमहरू छन् देख्न सक्नुहुन्छ। यो साइडमा पुरै कपडा आइटमहरू छ। त्यता पनि म 1-2 व्यापारी साथीहरूलाई सोध्नेछु त्यहाँको आजको बजार कस्तो छ भनेर। हामी अहिले सब्जी बजार चिरिरहेका छौँ। यतापट्टि लसुन छ। लसुन कसरी छ? लसुन 100 रुपियाँ किलो आयो नि लसुन। यसपालि किन सस्तो भयो नि? यसपालि सस्तो भयो। साथी देख्न सक्नुहुन्छ 100 रुपियाँ किलो लसुन हुँदैन यो लसुन। यसपालिको बजारमा लसुन सधैँभन्दा अलि सस्तो नै छ। विगतको दसैँको बजारमा चाहिँ लसुनको दाम लगभग 400-450 रुपियाँ हुन्थ्यो भने यसपालिको बजारमा 100 रुपियाँ किलो। पानको पत्ता कसरी मुठा यो? पानको पत्ता यो 10 रुपैयाँ छ। 10 रुपियाँ मुठा। तपाईँको आफ्नै घरको हो कि किनेर ल्याउनुहुन्छ? किनेर ल्याउनुहुन्छ है। साथी टमाटर कसरी छ? 100 रुपियाँ किलो। अनि यो बोडी 50 रुपियाँ पावा। 200 रुपियाँ किलो है बोडी चाहिँ। फुलकोपी कति भन्नुभयो? 200 रुपियाँ किलो। साथीहरू हरियो सागसब्जी चाहिँ अलि महँगो छ जस्तो छ आजको बजारमा। किनभने 200 रुपियाँ किलो बोडी अनि 200 रुपियाँ किलो नै फुलकोपी। देख्न सक्नुहुन्छ बजार एकदम भिडभाड नै छ। गाउँको बजार त्यसै पनि ढिलो ढिलो लाग्ने गर्छ। आजको मौसम चाहिँ बिहानैदेखि धुम्म परेकोले गर्दाखेरि साँझ परे जस्तो देखिन्छ। तर अहिले लगभग 3:30 बज्यो। गाउँको बजार अलि ढिलोसम्म लाग्ने गर्दछ। ढिलोदेखि ढिलोसम्म लाग्ने गर्दछ। दिदी कसरी यो खुर्सानी? 240 रुपियाँ किलो। अनि करेला 80 रुपियाँ किलो। अनि इस्कुस 2 किलो 50। अदुवा तपाईँको हो यो? कसरी हो अदुवा चाहिँ? हजुर 120 रुपियाँ किलो है। साथीहरू देख्न सक्नुहुन्छ 120 रुपियाँ किलो अदुवा भन्दै हुनुहुन्छ। आजको बजारमा अदुवा र लसुन चाहिँ मलाई अलिक सस्तो लाग्यो। किनभने 120 रुपियाँ किलो अदुवा, 100 रुपियाँ किलो लसुन। त्यस्तै अगाडिपट्टि यतापट्टि एउटा मन्दिर पनि छ। यो कसको भगवान, कुन भगवानको मन्दिर हो भनेर अगाडि गेटमा लेखिया छ। म तपाईँलाई त देखाउँछु। दुर्गा मन्दिर। यो नवरात्र, त्यसै पनि नवरात्र चलिरहेको छ अहिले। आज महानवमी
दुर्गा मन्दिर एकदम सही सजाउ गरेर राखिएको छ, देख्न सक्नुहुन्छ। यो चाहिँ दुर्गा मन्दिर हो गौरीगञ्जको। त्यही हो साथीहरू, कसैको चाहिँ अब भनाइ बजार एकदम राम्रो छ भन्नुहुन्छ, कसैले चाहिँ अब तपाईँको चाहिँ बजार कस्तो छ आज? एकदम गुड, राम्रो छ। त्यो कसैको बजार राम्रो छैन भन्नुहुन्छ, कसैको बजार राम्रो छ भन्नुहुन्छ। सबैको आफ्नो आफ्नो व्यक्तिगत धारणा हुन्छ। सन्चो के लिन आँट्यो? सेन्डो हान्दिन आँटेको दसैँमा? सबै देख्न सक्नुहुन्छ एकदम भिडभाड छ बजार। यो फेन्सी कपडाको लाइन हो, फेन्सी कपडाको एरिया, रेडिमेड कपडा। यो दसैँको आज अन्तिम बजार। निकै नै भिडभाड देखिन्छ यो गौरीगञ्ज बजारमा। कस्तो छ आजको बजार? एकदम राम्रो छ है। एकदम दसैँको अन्तिम बजार हो नि त आजको, होइन? अन्तिम बजार हो दाइ। तपाईँको पनि 10 रुपियाँ गोटा हो सेलरोटी? कसरी गोटा? 10 रुपियाँ? सत्र यो बजारमा सेलरोटी बेच्नेहरू धेरैजना बस्नु भएको छ। सबैको दाम त्यही त 10 रुपियाँ गोटा। जोस बजार निकै नै बाक्लो भिडभाड छ। सब्जी के को साग हो यो? लट्टे। कसरी पावा लट्टे? लट्टे 50 रुपियाँ पावा? हजुर 50 रुपियाँ पावा? यो 50 रुपियाँ पावा, त्यो 60 रुपियाँ रहेछ। यो 60 रुपियाँ पावा, 120 रुपियाँ। त्यो 50 रुपियाँ पावा है? मगो रहेछ नि आज सागसब्जी? मगो छ। मगो छ है? दसैँले गर्दा। दसैँले गर्दा सबै हरियो सागसब्जी त एकदम मगो रहेछ। किनभने 50 रुपियाँ पावा भनेको 200 रुपियाँ किलो लट्टेको साग। रायो साग पनि 240 रुपियाँ किलो। यतापट्टि पनि कपडा आइटमहरू छन्। यो बजारको चाहिँ आफ्नै छुट्टै ठाउँ नभएकोले गर्दाखेरि यसरी यो बाटोको दुई साइडमा बजार लगाउनु पर्ने अवस्था छ। बजारको एरिया छ, एरिया सानो भयो, बजार ठुलो भयो, त्यसले गर्दा पनि यसरी बाटोमा बजार लगाउनु पर्ने अवस्था छ। यतापट्टि निगुरो साग छ। यो एरिया पनि सब्जी बजारकै एरिया छ। यो बाटो जता जता घुमेको छ त्यतै। कसरी यो लट्टे साग? 30 टका पाउ। अनि परवल? त्यो हरियो फर्सी पनि तपाईँकै हो? कसरी त्यो फर्सी चाहिँ? 50 रुपियाँ किलो हो नि फर्सी? साथै देख्न सक्नुहुन्छ 50 रुपियाँ किलो फर्सी भन्दै हुनुहुन्छ हरियो फर्सी। त्यस्तै यतापट्टि अब कसरी यो घिरौला? कसरी घिरौला? 30 रुपियाँ किलो। अनि बोडी कसरी मुठा? 40 रुपियाँ मुठा है? मगो रहेछ नि आजको बजार। सत्र जता जता बाटो घुमेको छ त्यतै बजार छ। बजारको एरिया सानो, बजार लाग्ने ठुलो, त्यसले गर्दाखेरि जता जता बाटो त्यतै बजार लागेको देख्न सकिन्छ। होलसेल 100 रुपियाँ, जुन लगे पनि 100। जुनसुकै चप्पल लगे पनि 100 रुपियाँ भन्दैन त यो चप्पल बजारमा। यतापट्टि पनि छ अरे सब्जी बजार। मैले अघि पनि भने जता जता बाटो घुमेको छ त्यतै बजार लागिरहेको छ। कति लट्टे सागको पुरा रासै छ। कसरी लट्टे साग? यो 120 रुपियाँ किलो। किलोको 120 है? आजको बजार अलि महँगो हो क्या सब्जी? हैन महँगो, आजको बजार पनि त्यही हो। यो च्याउ चाहिँ 50 रुपियाँ पाउ। अनि टमाटर 80 रुपियाँ किलो। 80 रुपियाँ किलो।
साथीहरू यो मासुमा हाल्ने प्याज हो यो चाहिँ स्पेसली मासुमा हाल्ने है 1 किलो 50 2 किलो 90 10 रुपियाँ डिस्काउन्ट दसैँलाई होइन साथीहरू अब यो बाटो यतातिर नगर यतापट्टि लाग्यो बजार यो बाटोको दुई साइडमा बजारै बजार छ देख्न सक्नुहुन्छ एकदम भिडभाड सब्जी बजार कसरी यो केरा 30 रुपियाँको कुन हो 30 रुपियाँ दर्जन सबै 30 रुपियाँ दर्जन 30 रुपियाँ दर्जन है यो केरा अरे सस्तो छ त केरा त तपाईँको आफ्नै घरको हो कि खरिद बिक्री हो यतापट्टि तपाईँले चाहिँ सक्नु भएको कि यति नै ल्याएको थियो घर जाने बेला भयो है सबै बिक्री भइसक्यो यो पटुवा साग कसरी 10 रुपियाँ मुठा साथै देख्न सक्नुहुन्छ यत्रो मुठा पटुवा साग चाहिँ 10 रुपियाँ भन्दै हुनुहुन्छ यो पटुवा साग 12 महिना हुँदो रहेछ नि 12 महिना हुन्छ है 12 महिना तपाईँको 10 रुपियाँ मुठा हो पटुवा साग 10 रुपियाँ है तपाईँको घिरोला चाहिँ कसरी अनि घिरोला त बुढो बुढो भएछ त किन यत्रो टाइमसम्म राखेको अनि झन्नै छिप्पिएछ नि हो त्यता चाहिँ माछा बजार यतापट्टि मर्चाहरू छ छ्याङ बनाउने मर्चा कसरी यो मर्चा चाहिँ कसरी मर्चा यो मर्चा यो उलाबारीको 30 रुपियाँ होइन हजुर उलाबारीको 30 रुपियाँ अनि यो पत्रीको 25 रुपियाँ यो त पत्रीको यो उलाबारीको यो तोरीबारीको 15 रुपियाँ गोटा यो माथि तोरीबारीको अनि हाम्रो यो जामबारी गल्डुवा यो 15 रुपियाँ यो दमकको 10 रुपियाँ यो दुधेको 10 रुपियाँ यो लेटाङको यो त लेटाङको हजुर लेटाङको बिस्कुट 3टा तपाईँको विभिन्न ठाउँको रहेछ नि यो मर्चाहरू विभिन्न ठाउँ अब कसैलाई कुन मर्चाले हात मिल्छ होइन हजुर कुन मर्चाले हात त्यही मर्चा लान्छ कसैले दुधेको खोज्छ कसैले दमक खोज्छ कसैले पत्री खोज्छ कसैले उलाबारीको खोज्छ कसैले तोरीबारीको खोज्छ ए अलग अलग ठाउँको अलग अलग विशेषता हुन्छ नि यसको कसैलाई हात मिल्ने जसले जुन मर्चाले हात मिल्छ त्यही मर्चा लान्छ त्यही लान्छ है हजुर यो हाम्रो गोरीगञ्ज बजार हो गोरीगञ्ज बजार होइन आज बुधबार हटिया यो बुधबार मात्रै हो नि यहाँ बजार पारी पनि लाग्छ हटिया शनिबार त्यहाँ चाहिँ शनिबार लाग्छ खजुरगाछी यो फुलपारी खजुरगाछी होइन यो गोरीगञ्ज त्यो खजुरगाछी यहाँ चाहिँ बुधबार मात्रै हो बुधबार साथै देख्न सक्नुहुन्छ यहाँ यसरी ताजा गरम प्याजी पकौडा कसरी हो प्याजी पकौडा त्यसको यो 10 को 3टा हो 10 को 3टा हो यतापट्टि यसरी यो फ्रेस यहीँ पकाएर है 10 को 3टा यहीँ पकाएर चाहिँ बेच्नुहुन्छ कति जति व्यापार हुन्छ यो प्याजी पकौडाको भइहाल्छ 1000-1200 अनि सर अनि यो कुन यो च्यानल हो यो भरे बेलुका हेर्नु कि कुन च्यानल भन्नु दसैँको अन्तिम बजार गौरीगञ्ज हाट बजार भनेर हेर्नु ठ्याक्कै भेट्नुहुन्छ दसैँको अन्तिम बजार हाट बजार गौरीगञ्ज हाट बजार दसैँको गौरीगञ्ज हाट बजार होइन तपाईँको धीरज जोशी नाम तपाईँ यहीँको स्थानीय कि कहाँबाट आउनुहुन्छ स्थानीय हो यहीँको स्थानीय है हजुर स्थानीय कसरी हो निम्की कसरी निम्की 100 रुपियाँ पा अनि यो के नाम हो यसको हजुर अनि समोसा 30 रुपियाँ जोडी ए जोडी 20 को 25 को 30 रुपियाँ हुन्छ दिइहाल्नुहुन्छ सस्तै तपाईँको चाहिँ हरियो साग सब्जी रहेछ कसरी पावा यो लट्टे 40 रुपियाँ अनि रायो साग अलि मको हो कि क्या आज दसैँले गर्दा है मासु नखानेहरूलाई मासु खाएर थाकेकाहरूलाई होइन साथै यतापट्टि पनि सागसब्जी नै छ कपडाहरू छ सबै मिक्स म्याक्स बजार छ देख्न सक्नुहुन्छ कहीँ सागसब्जी भयो कहीँ कपडाहरू भयो कहीँ यस्तो प्याजी पकौडाहरू एकदम मिक्स म्याक्स बजार अब उतापट्टिको साइडमा माछाहरू छ म तपाईँलाई माछाहरू पनि देखाउने छु माछा बजार
त्यहाँ गएर माछाहरूको मूल्य सोध्नेछु। देख्न सक्नुहुन्छ बजार एकदम भिडभाड छ, एकदम बाक्लो छ यो गोरुबथान बजार। त्यसै पनि आज दसैँको अन्तिम दिन, त्यसले गर्दा पनि बजार एकदम अति नै भिडभाड छ। तपाईँको चाहिँ कुन माछा छ? डुङ्ग्री माछा। अनि यो माछा बेच्न पाइन्छ त नि? पाउँछ, के गर्न सर, माछा भेट्दैन, अब के गर्नु त। ए पाइन्छ है? कसरी किलो छ यो? यो अहिले 200 रुपियाँ किलो। 200 रुपियाँ किलो मात्रै 200 नि? दसैँलाई अफर? अफर। दसैँलाई अफर। तपाईँको चाहिँ कुन माछा हो यो? कम्प्लिट सिरान। कम्प्लिट कसरी किलो यो? 200। यो पनि 200? मात्र 200। अनि यो? त्यो पनि 200 टाका किलो। सबै 200 है? दसैँको अफर हो कि क्या हो? दसैँको अफर। तपाईँको पनि मुङ्ग्री माछा 200 नै हो? 200। सबै 200 है? आज दसैँको अफर। तपाईँको पनि 200 नै? 200। घरको 400 छ फेरि यो रहु चाहिँ 400? रो 400। बाँकी सबै 200 है? यताको सबै 200। यो त के जलकपुर हो कि के हो यो? अगाडि सिलङ। यो पनि 200 है? 200 नै हो। सबै 200 दसैँको अफर। तपाईँको त जिउँदो रहेछ, कसरी किलो यो? 400 रुपियाँ। 400 रुपियाँ। कुन माछा यो चाहिँ? यो कमलकाट। कमलकार। यो माछा पनि बेच्न पाइन्छ है? पाइन्छ। तपाईँको पनि 200 नै हो? कम्प्लिट सिलङ। सबै 200? 200। तपाईँको चाहिँ? हाम्रो त महँगो छ। कसरी छ तपाईँको चाहिँ? हाम्रो 280, यो 300। यो 280, यो 300। तपाईँले चाहिँ अफर दिनुभएको छ नि दसैँमा? साथीहरू देख्न सक्नुहुन्छ यतापट्टि पनि माछा छ। आजको माछा चाहिँ एकदम माछा बजार चाहिँ एकदम सस्तो रहेछ। तपाईँको चाहिँ कसरी किलो यो? 400। कुन माछा यो चाहिँ? जलकपुर। यसमा काँडा ढाडा मात्रै हुन्छ होइन? भाइको चाहिँ कसरी माछा? 280। रूपचन्द भनेको यो हो क्या? यो कुन कौवाई? कसरी? तिलापिया? यो तिलापिया हो यो? कसरी किलो यो? 200 रुपियाँ किलो है तिलापिया पनि। सबै देख्न सक्नुहुन्छ तिलापिया माछा चाहिँ 200 रुपियाँ किलो भन्दै हुनुहुन्छ। एकदम जिउँदो माछाहरू। यसरी यो जिउँदो माछाहरू गौरीगञ्ज बजारमा हरेक हप्ताको बुधबार लाग्ने गौरीगञ्ज गाउँपालिका वार्ड नम्बर 3 मा लाग्ने गौरीगञ्ज बजारमा 200 रुपियाँ किलो तिलापिया माछा हुन्छ। हाम्रो चाहिँ कुन माछा हो साउजी? रौ माछा। रौ चाहिँ कसरी छ आज? 400। रौमा चाहिँ अफर छैन? 20 रुपियाँ कम हुन्छ। 20 रुपियाँ कम हुन्छ। बाँकी सबैतिर अफर रहेछ। यतापट्टि हाम्रो कुन हो यो चाहिँ? ब्रिगेड छ, रौ छ। ब्रिगेड नौ कुन हो ब्रिगेड चाहिँ? ब्रिगेड छ त्यो ब्रिगेड त्यो चाहिँ कसरी किलो? 350 रुपियाँ। रौ त 400 होला होइन? यो मसिनो चाहिँ 350। मसिनो 350। यतापट्टि घुङ्गी छ, घुङ्गी कसरी? 100 रुपियाँ किलो। 100 रुपियाँ किलो? यो कहाँ खोलामा पक्रिनु भएको कि खेतमा? खेतमा होइन, खोलामा। खोलामा पक्रिनु भएको नि? यो कुन माछा हो सानो सानो? जुवाडी। जुवाडी कि बुवाली? जुवाडी 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 कसरी यो चाहिँ? 150 पाउ। 600 रुपियाँ किलो? आज बजारको सबैभन्दा महँगो माछा यही हो कि क्या हो? महँगो माछा यही हो नि? सबभन्दा महँगो माछा तपाईँको पनि त्यही हो? यही हो। यो सबै खोलामा पक्रेको होला होइन? खोलाको हो। किनभने अलग अलग साइजको छ नि त, कोही ठुलो छ कोही सानो छ होइन? खोलाको माछा यो। सबै खोलाको माछा। कुन खोलाको माछा हो यो? यो माइको। माइ खोलाको। त्यो चाहिँ गङ्गटा? यो गङ्गटा। देखाउनु त गङ्गटा चाहिँ कसरी किलो? यो 400 रुपियाँ किलो छ। 400 रुपियाँ किलो गङ्गटा है? धानबारीमा आलु दुलो पार्ने गङ्गटा पनि 400 रुपियाँ किलो। यतापट्टि हिले माछा रहेछ, यो गराई माछा कसरी यो चाहिँ? 100 रुपियाँ पावा? पावा 100 रुपियाँ। यो पनि महँगो रहेछ नि 400 रुपियाँ किलो। कुन? यो सिङ्गी? यो चाहिँ कसरी? हजुर? पावा 1000 रुपियाँ किलो। साथै देख्न सक्नुहुन्छ 1000 रुपियाँ किलोको यो सिङ्गी माछाहरू। यो चाहिँ तपाईँले कहाँ खोलामा पक्रेको नि? खोलामा पक्रेको सबै 1000 रुपियाँ किलो। आजको बजारको सबैभन्दा महँगो माछा यो है? भागो भागो भागो। यो भागो भने कतिको भाग छ? 10 को भाग छ कि 20 को भाग छ? हजुर 20 रुपियाँको भाग छ नि? एउटा भागो भने 20 भागिहाल्यो। तपाईँको गङ्गटा रहेछ साथै देख्न सक्नुहुन्छ गङ्गटा छ यहाँ। यी कसरी यो गङ्गटा? 50 रुपियाँ पाउ। 200 रुपियाँ किलो। लु खेत दुलो पार्छ अब होइन? भाँडामा राखेपछि 200 रुपियाँ किलो जिउँदो गङ्गटाहरू।
अनि यो चाहिँ कुन कसरी यो पोथी माछा 50 रुपियाँ पावा यो चाहिँ 600 रुपियाँ किलो नि यो माछा महँगो छ दसैँको अफर छैन साथै देख्न सक्छौँ यो गौरीगञ्ज बजार गौरीगञ्ज गाउँपालिका वार्ड नम्बर 3 मा लाग्ने हरेक हप्ताको बुधबार लाग्ने गौरीगञ्ज बजारमा माछाको बजार एकदम ठुलै बजार भन्नुपर्छ यसलाई ठुलै एरिया छ र 200 रुपियाँ किलोदेखि लिएर 1000 रुपियाँ किलोको सम्मको माछाहरू चाहिँ यहाँनिर यो बजारमा हामी पाउन सक्छौँ यतापट्टि पनि जिउँदो माछाहरू साउने कुन माछा यो चाहिँ जलकपुर कसरी किलो तपाईँले चाहिँ जिउँदै ल्याएर बेच्नुहुन्छ है 300 रुपियाँले अनि यो चाहिँ ब्रिकेट यो चाहिँ कसरी 400 रुपियाँ किलो नि यो चाहिँ महँगो छ नि त्योभन्दा यो सबै जिउँदो बिक्री भनेर लाने पोखरामा छोड्ने फेरि साथीहरू यो थियो गौरीगञ्जको माछा बजार एकदम राम्रो भिडभाड छ माछा बजार पनि यो पछाडिपट्टि पुरै यो एरिया माछा बजार हो गौरीगञ्जको माछा बजार मैले अघि पनि भने हरेक हप्ताको बुधबार लाग्ने गौरीगञ्ज गाउँपालिका वार्ड नम्बर 3 मा लाग्ने माछा बजार विशेष गरी आज दसैँको लागि भनेर माछाको दामहरू चाहिँ 200 रुपियाँ किलोदेखि लिएर 1000 रुपियाँ किलोसम्मको माछाहरू यहाँ सकिन्छ साथै पर त्यो बाटोदेखि बजार सुरु भएको लगभग यो बजारको एरिया सानो भएकोले गर्दा सबै बजार चाहिँ बाटोको दुई साइडमा लगाएको देख्न सक्छौँ हामी बजार एकदम ठुलो लाग्ने बजारको एरिया सानो त्यसले गर्दाखेरि बजार यसरी बाटोमा लगाएको देख्न सकिन्छ सब्जी आराम हुनुहुन्छ कस्तो छ आजको बजार आजको दाजु एकदम राम्रै ठिकै छ एकदम आराम कुशल छौँ राम्रो छ है धेरै पछाडि भेट भयो राम्रो भयो यसपालिको त दसैँको अन्तिम बजार यो होइन दाइ दसैँको अन्तिम बजार हो ठिकठाक छ भनौँ न त्यस्तो धेरै छैन ठिकठाकै छ यो सोचेअनुसारको पनि छैन भन्नुपर्छ होइन सोचेअनुसार त अब दाइ पहिलाको दसैँहरू भन्दा अहिलेको दसैँ कहाँ छ छैन है के दाम राख्नु भएको छ सबै एक दाम हो कि अलग अलग दाम छ जोडी 300 जोडी 500 र 500मा तपाईँले पेन्ट पाउनुभयो हजुर जोडी 300मा भेस्ट हाफ प्यान्टहरू पाइयो हजुर जोडी 500मा तपाईँले कुर्ता सुरुवालहरू पनि पायो त्यस्तो आयो है अफरमै छ भन्नुपर्छ साथै दसैँको अन्तिम मात्र भएकोले गर्दा पनि आजको बजार एकदम भिडभाड छ जोस् मैले अघि पनि भने बजार ठुलो लाग्छ बजारको एरिया सानो भएकोले गर्दा सायद यो बाध्यात्मक अवस्था छ कि बाटोको दुई साइडमा बजार लगाउनु पर्ने र साँच्चै भन्ने भने पुरा बजार घुम्नको लागि निकै नै टाइम लाग्छ किनभने जता जता बाटो घुमेको छ त्यतै घुम्नुपर्ने हुन्छ अन्त बजार भिडभाड छ नि होइन बजार पुरै भिडभाड छ छुट्टाले ठाउँ छैन यो बजार हिँड्दा गलिन्छ होइन जता जता बाटो त्यतै बजार होइन बजारको एरिया सानो भएकोले गर्दा नि बाटो बनाएको जता जता बाटो त त्यता बजार छ कसरी यो लट्टे साग 40 रुपियाँ पाउ है अनि आलु 100 को 3 किलो त्यो घरकै लट्टे हो कि खरिद बिक्री हो घरकै हो 120 रुपियाँ 160 रुपियाँ किलो किन आज महँगो हो क्या लट्टे साग अनि आधी किलो ब्रोइलर लानु र तपाईँको घरमै यत्रो पाउनु भएको है हजुर यहाँको स्थानीय कि कहाँबाट आउनुहुन्छ स्थानीय हो तपाईँहरू यतापट्टि जुसको दोकान अब सुरु भइसक्यो जुसको ठेला कसरी गिलास जुस 50 रुपियाँ गिलास गिलास देखाउँछ कत्रो छ यो गिलास 50 मा आयो नि कतिले चाहिँ उखुको जुस 50 रुपियाँ गिलास हुँदै हुन्छ सब्जी स्याउ कसरी स्याउ 150 यो 150 अनि यो 180 यो 220 यो 280 अनि यो त अम्मक हो कि क्या हो कसरी त्यो चाहिँ 250 रुपियाँ किलो है ए नास्पाती कसरी अरू आउँदैछ बैगुन कसरी बैगुन 100 रुपियाँ किलो
100 रुपियाँ किलो बैगुन है हजुर परवल 100 परवल 100 अनि डल्ले कसरी भागो यो 20 रुपियाँ 20 रुपियाँ भागा 20 रुपियाँ भागो थप्न बाँकी छ नि त होइन अझै के यति नै हो 30 रुपियाँ किलो अनि टमाटर टमाटर 100 रुपियाँ किलो सब्जी कस्तो छ आजको व्यापार दसैँको अन्तिम बजार आज होइन गौरीगञ्ज बजार तपाईँको सबै हाउस होल्ड आइटम रहेछ अन्त भिडभाड कम्ती देख्छु बजार छ नि जोस् उठ्ने बेला भयो है यतापट्टि हाउस होल्ड आइटम नै छ सब्जी कस्तो छ दसैँको यो बजार डाउन भइसक्यो है हजुर लत्ता कपडा जस्तो हुँदैन आज होइन तपाईँहरूको त यो सदाबार आइटम हो दसैँलाई भनेर नहुने आइटम हुँदैन नि त्यसो त होइन सब्जी कस्तो छ दसैँको अन्तिम बजार आज राम्रो छ अरू दिनभन्दा राम्रो छ आज बवाल छ यो सानो बच्चाको यो चप्पल जुत्ता कति हो यसको दाम 400 500 त्यसको हुँदैन त यो सानोको होइन पर उता पछाडि हजुर यो 300 को 300 को बच्चाको जुत्ता है कुनको त्यो तलको त्यो काठको काठ र प्लास्टिक मिक्स छ मन पर्यो क्या खान्छ होइन यो काठको हो कि भन्नु काठको हो कि भन्नु काठको होइन होला हान्दिने हो क्या नानु जस्तो लाग्यो तपाईँको डालाहरू कसरी यो कसरी गोटा यो 300 यो 300 अनि यो 200 सबै तपाईँले आफै बनाउनु भएको कि व्यापारी हो खरिद बिक्री हजुर साथै तपाईँलाई यो गौरीगञ्जको हाट बजार कस्तो लाग्यो भिडियो मन परेमा एक लाइक शेयर कमेन्ट अवश्य गर्नुहोला भिडियोमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नुहोला यस्तै भिडियो लिएर आउने बाचा सहित आजको यो गौरीगञ्ज हाट बजारबाट मैले बिदा गर्न चाहेँ थ्याङ्क यू फर वाचिङ किप लभिङ किप सपोर्टिङ